ल अब एनपिएल को सँगसँगै हामीले धेरै खेलाडीहरूको पर्फर्मेन्स देखिसकेका छौँ नेपालका खेलाडीहरूको है। अब केही देखाएन, केही देखाएन नि त, त्यो नदेखेको पनि हामीले पर्फर्मेन्स देख्यौँ। अब त्यो ओस्ट मध्येको हामीले बेस्ट 11 छान्दैछौँ। ओस्ट मध्येको बेस्ट 10, बेस्ट 1 त अब सन्दीप त सधैँ बेस्ट हुन् है। अब फेरि यसलाई त देखाइदिनु पर्ने होला। देखियो ल त्यस्तो छ कुरो है। हामी बेस्ट 10 बनाउँदैछौँ अब हामीले, किनकि 11 नम्बर सन्दीप लामिछानेलाई हामीले फिक्स गरिसकेका छौँ है। Good innings yesterday. Googly again. That man, Sandeep Lamichhane, you can't keep him out of the game. र अब हाम्रो बङ्गलादेश खेल्नको त्यो पनि भन्दैन। ओ सन्दीप भर्खरै न्युज आयो कि हैन, सन्दीप बङ्गलादेश प्रिमियर लिग खेल्न गइरहेको छ। अब हाम्रो ओपनिङ गर्छन् विनोद भण्डारी, एक लर्ड विनोद। But you've got to be dead still at point of delivery so that you can do that. A Siddhartha Bank Singh. नमस्कार, म जोड्दिन, सरी बिर्सेको। नम्बर 1 लर्ड विनोद। नम्बर 2 म दिन चाहन्छु नयाँ प्रतिभालाई म चान्स दिन चाहन्छु। ती हुन् लुम्बिनीमा दिपेन्द्र सिंह ऐरेलाई। अब यो जज गर्छन् है, जज गर्ला नि यहाँ हेर्नेहरूले कि एउटा ओभर हेरेर तैँले वर्ल्ड कपमा खेलाइस् भनेर। तँ भन्दा राम्रो दिनेशको कुरा हेरेको, तँ भन्दा राम्रो खेल्ने अरू कुन छन् भनेर मलाई देखाइदिनु है। त्यसले अरूले एनपिएल सिजनभरि नहानेको रन त्यसले एक ओभरमा हान्दियो। त्यही भएर नयाँ चान्स दिउँ, रिस्क लिउँ होइन, पक्कै पनि राम्रो रिवार्ड पाइनेछ। त्यही भएर नम्बर 1 लर्ड विनोद, नम्बर 2 दिनेश, लर्ड विनोदको भाइ दिनेश। Monster. Dinesh Adhikari says what's wrong with this surface. र नम्बर 3 मा म मेरो कप्तानलाई राख्न चाहन्छु, रोहित कुमार पौडेल। Beautifully driven in the gap, gets off the mark with a 4. उहाँले कन्सिस्टेन्ट रन हानिराख्नु भएको छ विगत कयौं वर्षदेखि नै। त्यही भएर नम्बर 3 को स्थान म उहाँलाई नै फिक्स गर्न चाहे। अब नम्बर 4 मा चाहिँ अब हामीले मैले चाहिँ नम्बर 4 मा अब ल्याउन चाहन्छु मेरो एनपिएल को फेभरेट टिम विराटनगर किङ्स को भरपर्दो ब्याट्सम्यान बसिर अहमद। That's going to be that. Bashir the beauty. बसिर अहमदले विगत यो भर्खरै सकिएको एनपिएल मा एउटा यस्तो बबाल इनिङ खेले थियो। यिनले फर्स्ट टाइम खेलेका इनिङ, यो भन्दा अघिल्लो चोटिको एनपिएल मा पनि लुम्बिनीसँग नै हो क्या, त्यस्तो बबाल इनिङ खेले थिए है। त्यही भएर नम्बर 4 चाहिँ म बसिर अहमद लिन जान्छु। अब 5 नम्बरमा हामीले लिएर आउँछौँ बाघ भन्छन् के रे, मलाई खासै अलि मन हैन, शेर हैन, अनि कुन बाघ त्यही भन्छन् नि, बाघ भन्छन्, मलाई खासै बाघ जस्तो लाग्नुहुन्न। दिपेन्द्र सिंह ऐरे। Oh, that's out of 3, and that has gone over the trees. दिपेन्द्र सिंह ऐरेलाई चाहिँ म 5 नम्बरमा राख्न चाहन्छु। दिपेन्द्र सिंह ऐरेलाई मैले यसरी मुख किन फालेको भन्दा हैन, डोमेस्टिकमा सधैँ पर्फर्म गर्ने मान्छे हो दिपेन्द्र सिंह ऐरे, तर इन्टरनेसनलमा जब टेस्ट नेसन हुन्छन्, जब गुड एसोसिएट साइडसँग गेम हुन्छ, तब खोइ के हुन्छ डर लाग्यो क्या दिपेन्द्र सिंह बाघबाट ती उता बैतडीको बाघबाट ती उता बागलुङको बाघतिर ट्रान्सफर हुन्छन्। त्यही भएको कारणले अलि मलाई सुझाव छ, तर मलाई रङ प्रुफ गर्यो भने दिपेन्द्र सिंह म झन् खुसी हुन्छु है। र म डोमेस्टिकमा त म दिपेन्द्र सिंह ऐरेको फ्यान नै हो, तर अब फ्यान भइसकेपछि इन्टरनेसनलमा आशा लाउँदो रहेछ हैन, एक्सपेक्टेसन हर्ट्स। त्यही भएर नम्बर 6 मा म राख्न चाहन्छु आदिल आलम अन्सारी। And he's got big power hitting levers. That has gone many a mile. मलाई अझै पनि आदिल आलम अन्सारीमाथि ठुलो विश्वास छ। उनले धेरैजना समर्थकको विश्वासघात गरेका छन्, म मान्छु त्यो, तर म नेपालको यो क्रिकेटको यो अलि 2-3-4 वर्ष अगाडिको इतिहासलाई मध्यनजर गर्दै र तिनको जुन पोटेन्सियल मैले देख्छु त्यसलाई मध्यनजर गर्दै मैले आदिल आलम अन्सारीलाई कतिमा राखेँ कमरे 6 मा राखेँ। अब 7 मा चाहिँ हामीलाई चाहिन्छ एउटा हिटर। 7 मा म राख्न चाहन्छु खतरा गर्जिएका, फाइनलमा गर्जिएका, फाइनल मात्रै होइन एनपिएल सिजन 2 भरि नै गर्जिएका र डोमेस्टिकमा पनि गर्जिराख्ने शेर मल्ल। But probably
He's done it! He's done it! Yes, he has! It's enormous! शेरमल्लले त्यो ह्यान्डी रन्सहरू पनि ब्याक इन्डमा ल्याउन सक्छन् र विकेट्स त अब के कुराहरू नि है त्यो मास्टरी गरेछन् तिनले त्यो भित्रवाला बलमा त्यही भएको कारणले त्यो मिस्ट्री कम्पोनेन्ट ल्याउनको लागि मिस्ट्री एलिमेन्ट ल्याउनको लागि म शेरमल्ललाई राख्न चाहन्छु 8 मा म राख्न चाहन्छु सन्तोष यादवलाई Gone. हो सही सुन्नुभयो सन्तोष यादव कहाँ थिए सन्तोष यादव अलि बिर्सिएँ मैले तर कहाँ थिए कर्णालीका कि काठमाडौँका थिए हो मैले माफी पाऊँ कर्णाली कहाँको थिए यार सन्दीप ल जहाँको भए पनि स्टोरेज कम छ तिमी बिर्सिन्छौ क्या ल जहाँको नि कर्णाली र काठमाडौँमा एउटाको हो जस्तो ला त्यही दुईटाको नहोला फेरि लास्ट पछि म त उता डिस्क्रिप्सनमा हाल्दिन्छु डिस्क्रिप्सनमा हालिदिन्छु त्यो है यदि रङ अर्को टिमको भयो माफी पाऊँ तर सन्तोष यादवले मलाई इम्प्रेस चाहिँ गरेको थियो अलि म मेरो नाम चाहिँ अलि कर्णालीको नि कर्णालीको त होइनन् क्या होइन कर्णालीको हुन सक्दैन नि काठमाडौँकै हुन् नम्बर 9 मा म राख्न चाहन्छु एनपिएल सिजन 2 खासै राम्रो नगरेका तर पोटेन्सियल भएका तिनलाई 1900 ओभर चाहिँ दिन हुन्न जस्तो लाग्छ मलाई तर होइन तर राम्रो बलर हुन् यु विल डु वेल इन द फ्युचर त्यही भएर नम्बर 9 मा म राख्न चाहन्छु नन्दन यादवलाई Through him! Knocks him over! Nandan Yadav it is! नम्बर 10 मा पनि म एउटा पेसरलाई ल्याउन चाहन्छु र यी चाहिँ अरु कोही नभएर जो पावर प्लेमा होस् हैन पावर प्लेमा पनि गर्ने खालको र ब्याटिङ पनि यस्तो एक दुईटा दिने खालको जस्तो ल्याउन चाहन्छु त्यही भएर म नम्बर 10 मा राख्न चाहन्छु लेफ्ट आर्मर सेफ्ट आर्मर हैन कि हाम्रै जगदम्बा क्रिकेटका बेस जो अहिलेसम्म पनि क्रिकेटको जगतमा छन् जगदम्बा सिमेन्ट सरी बलिया सोमपाल कामी Bowling this time around. 11 सन्दीप लामिछाने सधैँ पर्फर्म गर्ने खेलाडी हुन् उहाँ मेरो गुरु पनि हो डोगर यो थियो हाम्रो प्लेइङ 11 हैन यही प्लेइङ 11 लाई लिएर हामी वर्ल्ड कपमा गयौं भने म चाहिँ ढुक्क हुन्छु र 11 जना मात्र गएर भनौं वर्ल्ड कपमा हैन इन्डिया यति जना मात्र गएर भने 4 जना एक्स्ट्रा पनि जानु पर्छ त्यही हो केटाहरु पछि पनि जान्छन् पहिले जान पर्दैन भन्नु होला पहिले जान पर्छ इट्स अ फर्मालिटी र त्यो 4 जनामा म एकजना राख्न चाहन्छु एकजना किपर लोकेश बाम मेरै विराटनगर किङ्सको मेरै विराटनगर किङ्स भन्ने मैले पक्षपात गरेको हैन हैन किपर हैन मैले एक्स्ट्रामा राख्न खोजेको एक्स्ट्रामा चाहिँ लोकेश बाम एकजना बलर म राख्न चाहन्छु करण केसीले यो एनपीएल मा राम्रै गरेका हुन् पर्फर्म चाहिँ अनि ब्याट्सम्यानमा कुशल सोमपाल कामी लोकेश बाम त्यसपछि कुशल भुर्तेल र फेरि सोमपालको नाम ल्याऊ सोमपाल कामी भनिन मैले करण केसी लोकेश बाम हैन कुशल भुर्तेल र एकजना चाहिँ म बलर राख्न चाहन्छु स्पिनर त्यो स्पिनर मैले कसलाई राख्न चाहन्छु भन्दा लेग स्पिनर लेफ्ट आर्म स्पिनर चाहिँ म सूर्य तामाङ अथवा रञ्जित यादव अथवा ललित राजवंशी तीनटा मध्ये एकजनालाई चाहिँ म 15औं प्लेयरको रूपमा देख्न चाहन्छु यो थियो हाम्रो प्लेइङ 11 तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला केही गल्ती भए सब्स्क्राइब नगरे नि कमेन्ट गर्नु होला कसै केही गल्ती भए माफ गर्नु होला 5 सेकेन्ड मात्र बाँकी छ स्टोरी जुन सी यु इन द नेक्स्ट भिडियो बाइ बाइ ल भएन छिटो 3 मिनेट 14 सेकेन्ड मात्र छ हामीसँग अब हामीले 3 मिनेट 14 सेकेन्डमा हामीले 11 जनाको टोली बनाउनु पर्ने छ वर्ल्ड कपको लागि है त सुरु गरौँ ल छिटो भन एनपीएल को अन्त्य सँगसँगै पहिला त्यो भन्देऊ न के भनौं स्लो गरेर हेर्नु होला छिटो बोल्छौ अनि त्यो आइसक्यो त्यसमा त्यो पनि अपलोड गर्ने हो त्यो पनि मिलाएर हाल्ने त्यसो एडिट गरेर हाल्ने नबोल न जाठै 3 मिनेट छ समथिङ राज साही जिमिनिजमसँग त्यो पनि भन न त्यो जिमिनिजम सँग उसको एक्स टिम हैन टिमको एक्स प्लेयर हैन जनकपुर बुल्सको सिजन 1 को प्लेयर जिमिनिजमसँग अहिले पोखरामा थियो भर्खरै त्यो पनि यसको 11 बन्दैन 2 मिनेट त बाँकी छ यो अलि गुण्डा जस्तो नदेखेको मैले हानिसक्थे अहिले डर लाग्छ यो त गुण्डा जस्तो